नमस्कार सम्पूर्णलाई हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा स्वागत छ र आज चाहिँ भने चाहिँ म चाहिँ दुईटा साइडमा जानेवाला छु र एउटा साइडमा चाहिँ सरप्राइज जानेवाला छु। अर्को साइडमा चाहिँ म भनेर जानेछु किनकि त्यहाँ चाहिँ एउटा नयाँ म्याट छ हाम्रो हैन। र साथीहरु म चाहिँ अब जुत्ता सुत्ता कसेर म चाहिँ जान लागेको छु र आज चाहिँ अब कस्तो हुन्छ के हुन्छ है। आजको दिन पनि हुनु चाहिँ धुम्म छ, पानी नआओस् भन्दै है, पानी पर्यो भने बिजोक हुन्छ भन्दै है म चाहिँ जुत्ता लाउँदै अब जानुपर्छ भनेर भाइलाई बोलाएको छु है। आज जानुपर्छ भनेर भन्दा उसले चाहिँ भन्दै थियो म्याडम बाटो राम्रो छैन भन्दा जाउँ न आधी बाटोसम्म त्यहाँदेखि हिँड्नुपर्छ भन्दै थियो है। हिलोले गर्दा त्यति बाटो जान्दैन भन्दै थियो नि त, त्यहाँदेखि अर्को बाटोबाट जाउँ हामी चाहिँ भनेर अनि चाहिँ म चाहिँ ब्याग स्याग कसेर ऊ पनि आएर मलाई हर्न बजाउँदै थियो। अनि गयौँ है, गएर गाडी साडी राखेर चाहिँ म चाहिँ निस्केँ होइन, गाडीबाट निस्केर चाहिँ अनि अब चाहिँ हामी चाहिँ यहाँ गाडी राखेर पनि अब कति हिँड्नु छ भनेर साथीहरू अब यादै छैन है कति छ के छ भए पनि लु जाउँ न त हिँड्नुपर्छ है अब चाहिँ भन्दै वारिपारि देखाउँदै है म चाहिँ रमाइलो गर्दै गएँ। यहाँ चाहिँ गरम जग्गा हो नि त, गरम हुँदै लु अब चाहिँ म चाहिँ हिँडेँ है भन्दै है लु भाइ जाउँ होइन भनेको लु जाउँ भन्दै भाइले पनि गाडी पछाडि बन्द गर्यो होइन। अनि कति जस्तो जानुपर्छ भाइ हो भनेको निकै त जानुपर्छ अब अझै त अब स्टार्टिङ मात्रै हो, अब 2 घन्टा जस्तो त लाग्छ होला भन्दै है हामी चाहिँ अब फर्किँदा ओर्दा त अब दिनभरि नै लाग्छ होला भन्दै गफसफ मार्दै है ओह्रालो आउनुहोस् हेर्नुहोस् भन्दै वारिपारि गाउँघरको रमाइलो अर्कै हुन्छ नि त, गाउँघरको मजा नै अर्कै हुन्छ होइन। गरम अलिअलि हल्का हल्का गरम छ, झन् वेदरले पनि साथ दियो आज त भन्दै है। पानी चाहिँ नपरोस् है, पानी पऱ्यो भने चाहिँ बिजोक भइन्छ भन्दै गयौँ है। त्यहाँ ओह्रालो र सिरुबारी गएको, सिरुबारीमा त साथीहरू मलाई कति मेरो गाउँघरको याद आयो होइन। सिरुबारी देख्दा त हाम्रो पनि ठिकैको औलको गाउँ पर्छ नि त मेरो जन्मथला पनि अनि कति मेरो त घरको जन्म घर पो याद आयो भाइ भन्दै होइन। अलिक त गरम रहेछ यहाँनिर अब कति छ भनेको एउटा साइड त हामी पुग्न आँट्यौँ भन्दै 2 जना झऱ्यौँ होइन वारिपारि। लु भाइ क्यामेरामा वारिपारि पनि देखाउनुहोस् है, गाउँघरको म चाहिँ अर्कै हुन्छ भनेको हुन्छ भन्दै थियो उसले चाहिँ होइन। अनि हामी चाहिँ गयौँ ओह्रालो, म चाहिँ अगाडि पुटुक हिँड्दै थिएँ होइन। हेर्दा चाहिँ मटी त एकदम साथीहरू म चाहिँ अलिक चाहिँ हिँड्छु है, तर पहिलाभन्दा चाहिँ अलिकति हिँड्ने बानी धेरै हराएर नि त अहिले त अब गाडी पुग्छ जाँदै होइन। र अहिले पनि त अब बर्खाको कारणले चाहिँ हिँड्नु परेको, नभए त आधी त गाडी पुग्छ नि। र पनि भन्दै लु जाउँ न त हिँड्नु पर्ने रहेछ हौ भन्दै है तल पुग्यौँ। त्यहाँदेखि चाहिँ मेरो म 2टा साइड गएको आज है, लोवर सिङ्गाङ र लोवर नाकु प्रेलिङको फेदमा हो, तपाईँहरूले चिन्नुहुन्न होला है। प्रेलिङको चाहिँ फेदमा हो यो चाहिँ। एउटा साइडमा चाहिँ म चाहिँ सरप्राइज गएको छु, साथीहरू नभनी गएको छु है। आज हुनु चाहिँ काम स्टार्ट गरेको, तर अब कति छ के छ है, के गर्दैछ कसो स्टार्ट गर्दैछ तपाईँहरूलाई देखाउँछु है त कतिजना रहेछ। म चाहिँ अब जाँदैछु ल, उहाँहरू यहाँ पोका पनि गएको छ हो, गरिरहेको छ। म चाहिँ जाँदैछु, सबै मलाई देखेर ओह्रालो पनि जाँदैछ होइन, वरिपरि हेर्नु भन्दैछ आयो भनेर मलाई हेर्नु हो भनेको छैन देख्नु हुन्छ कि तपाईँलाई भनेको थिएन है। सुरु गर्दै साथी हेलो गुड मर्निङ काम गर्नु हुँदैछ सुरु भयो आज हजुर गुड मर्निङ तपाईँ देखो नि कतिजना छ तपाईँ काम गर्ने? 2 जना मुनि चाहिँ यति नै हो। बोलाउनु म आएको भन्नु त बोलाउनु है भाइ यो बाटो बोलाउनु तल खोलाको हैन यहाँ हो खोला सन्द पुग्दैन होला हामी 2 जना 3 4 तिमी आइनौ कि हिजो त म आइदिएको नि आज ला भन्नु म आइदिएको नि भिडियो भनेको त त्यसो गर्नु पर्यो। अनि चाहिँ म चाहिँ सिङ्गेको साइड गएको यहाँबाट नै कुम्बोबाट बाटो अलिक अप्ठ्यारो रहेछ र यहाँ तल सजिलो बाटो लाने एडिट गरिहाल्छु चिलो आयो आयो एमआरहरु सबै बाटो हेरेको बाटो सकेको मोबाइलबाटै हुन्छ। हाम्रो एमजी नरेगामा चाहिँ आजकल चाहिँ तपाईँको एटेन्डेन्स चाहिँ मोबाइलबाट हुन्छ होइन। मोबाइलबाट चाहिँ एउटा फोटो खिचेर अनुहारसँग भिडियो फोटो खिच्नुपर्छ त्यस्तो हुन्छ हो। र राम्रो छ है, आजदेखि काम सुरु गरेको सबैजना मिलेर राम्रो एकदम मजाले काम गर्नु होइन। अब त्यो पैसा टार्गेट होइन कति स्याङ्सन भएको छ, टार्गेट कम्ती छ पैसा त्यो नहेरेर चाहिँ आफ्नो गाउँको बाटो जति भ्याउँछ त्यति बनाउनुहोस्। बल्ल बल्ल आएको होइन सबैजना तपाईँहरू त यहाँ बसेर हिँड्नुपर्छ। हामी त अब यसो कोही कोही बेला आउँदा हिँड्छु होइन, तपाईँहरू सधैँ हिँड्ने त्यो कुराहरूलाई ध्यान नदिएर चाहिँ एकदम काममा फोकस गरेर, किनभने यहाँ त लाठेहरू पनि थुप्रो छ नि त। 4 जना 5 जना लाठेले दिनमा कति काम गर्छ भन्नुहोस् त? आज कति 9 जनाले दिनमा काम गर्ने कति काम गर्छ आम्मामा। आज लेडी 3 जना मात्रै रहेछ। लेडिज 3 जना रहेछ, जेन्ट्स चाहिँ मात्रै रहेछ। कति जना भयो? 9 जना। टार्गेट 165 हो, 165 टार्गेट ला फोकस नगर्नु। पैसाले कति भ्याउँछ त्यति नै काम गर्नु ल। तपाईँहरू नरेगामा कहाँ हो पहिलादेखि काम गर्ने? तपाईँहरू
हामी पनि हो सबै हो पैसा पाए सबैले हजुर पाए भन्नुहोस् यहाँ भिडियोमा पैसा पाए तपाईहरु पायो वर्षको निकालेको छैन कति महिनाको पायो तपाईहरुको कति हाम्रो त कम्प्लिट सबै पायो अपडेट भएको छैन पासबुक कहिले अब तपाईं पासबुक अपडेट गर्नु भएको हाम्रो त भयो गएर गर्नुस् हो अपडेट पायो हामीले पायौँ चलन सबैजना खुसी खुसी अब पैसा यस्तो हो नरेगामा अब यो सरकारी काम हो हैन ढिलो छिटो कोही बेला हुन्छ नि त हाम्रो घरमा त हाम्रो पैसा हामीले हैन घरको परिवारलाई त हामी पैसा मिलाउनु कति साह्रो पर्छ कोही बेला हैन अब कसैलाई बाँकी दिनु छ ल्याउनु छ यो काम केमा लगाउँ भनेर घरको त सल्लाह गर्नुपर्छ टाइम लाग्छ हाम्रो हैन भने त सरकारी काम हो नि त तपाईको गुन्दबाट बजेट स्याङ्सन भएर आउनु पर्यो तल दिल्लीबाट तपाईको एकाउन्टमा छोड्नु पर्यो अलिकति टाइम लाग्छ नि तर अब लाग्दैन अस्तिको चाहिँ लु है त साथीहरू म फेरि अर्को साइडतिर गएको है अर्को साइड एउटा साइडमा भिजिट गरिराखेर चाहिँ अर्को साइडमा गएको साथीहरू कम्ती अप्ठ्यारो होइन बाटो पनि छैन सबै जङ्गलै जङ्गल होइन लड्यो भने एकैचोटि खोलामा पुग्ने खालको है भए पनि जाउँ न त भन्दै होइन ओह्रालो म चाहिँ अगाडि भाइ चाहिँ पछि मेरो भिडियो गरिदिँदै थिएँ नि त ऊ चाहिँ अनि गएको हेर्नु नि साथीहरू बाटै छैन यसो पक्रिने जग्गा पनि छैन अलिकति स्लिप भयो भने खोलामै पुग्ने डरसरी खुट्टा काम्दै भए पनि जानु त जानै पर्यो अब होइन अनि त्यहाँदेखि म चाहिँ अगाडि हिँड्दै गएको ला साँपहरू पो हुन्छ कि भन्दै होइन यसो गर्दै पन्छाउँदै नि अलिकति स्लिप भयो भने चाहिँ खोलामा पुग्ने रहेछ भन्दै डर लाग्दै भए पनि म चाहिँ झरेँ ओह्रालो होइन बल्ल तल खोलाको छेउमा पुगेँ साथीहरू म चाहिँ त्यहाँदेखि चाहिँ भाइ अब उता जाने बाटो छ के भनेको भिरबाट जानुपर्छ म्याडम भने भाइले चाहिँ होइन अन्त मैले भने हुन्छ भिरबाट भए पनि जाउँ न झुन्डिँदै ओर्दै भए पनि जाउँ भने होइन अब अर्को साइड चाहिँ हामी खोला पुगेर चाहिँ फेरि उता पारिपट्टि जानुपर्ने थियो नि त अनि चाहिँ अब यो चाहिँ दुइटै चाहिँ हाम्रो चाहिँ अब मान्छे मरेर जुन चाहिँ बेला लास लान्छ होइन त्यति बेला चाहिँ अप्ठ्यारो हुन्छ भनेर चाहिँ दुइटै साइड हामीले चाहिँ पहिल्यैदेखिको पब्लिकको डिमान्ड भएर चाहिँ खोलेको हो साथीहरू यो चाहिँ होइन अब मर्दा लास लाने बाटो अप्ठ्यारो थिएर चाहिँ बनाइएको अनि तल खोलामै पुग्यौँ है धन्न लासहरू कसरी लान्थेछ हो यहाँ त नि उकालो आमा भन्दै उकालो एकछिन हेरिपठाएको त कम्ती अप्ठ्यारो होइन पक्रिनु छैन बाटो भन्दै म चाहिँ भिरदेखि पल्लोपट्टि अब पारिपट्टि छिर्नु पर्ने होइन मैले भाइ चाहिँ अगाडि गएँ होइन अन्त मलाई मैले भने कसरी आउनु तानेर पनि देख्छु भनेर म त झरिदिएँ अनि ओह्रालो झर्दै आएको त्यहाँ के पक्रिँदै भए पनि ओह्रालो म त बल्ल भिड त निस्केँ भिरबाट होइन अनि भिरबाट निस्केको त अनि यहाँनिर बल्ल पानी हेरेर पानी खाउँ कि भनेको म चाहिँ पानी खाउँ भनेको यहाँनिर चाहिँ अलिकति मलाई चाहिँ डर लाग्यो नि त जुत्ता खिचेर महँगै पर्सेन्ट जुत्ता भिज्छ भनेर डर त त्यति लागेन सानो भए पनि जुत्ता पस्छ भनेर चाहिँ अनि म चाहिँ तल घुमेको पानी खानुहुन्छ भनेको भाइहरूको नखानु यो पानी त मैला हो भनेर भन्यो अनि त्यहाँदेखि म उकालो आएँ हामी चाहिँ बल्ल अर्को साइड पुग्यौँ होइन साइड पुगेको त बिचराहरूले खन्नु सुरु गरेको रहेछ उहाँहरूको पनि त अब अर्को हो यो चाहिँ अघि म गएको चाहिँ लोवर नाकुको भयो भने यो चाहिँ लोवर सिङ्ग्याङको हो अनि लोवर सिङ्ग्याङकोहरूको पनि उहाँहरूको चाहिँ एकदम यही है पहिल्यैदेखिको डिमान्ड थियो होइन यो चाहिँ जुन चाहिँ लासहरू होइन मान्छे मर्दाखेरि चाहिँ लास लाने बाटो चाहिँ नभएर अप्ठ्यारो भएर एकदमै भिड पारा भएको कारणले उहाँहरूको अझै एकदम लङ पेन्डिङ डिमान्ड भएर चाहिँ हामीले यो स्याङ्सन गरिदिएको थियो होइन साथीहरू अनि चाहिँ म चाहिँ सम्झाउँदै थिएँ उहाँहरूलाई होइन पैसा भन्दा पनि तपाईँहरूको बल्ल अब अलिअलि त पाउँछ होइन नरेगाको त 259 त हो दिनको होइन र पनि लाठीहरूलाई त पसाउँदैन तपाईँहरू त्यो कुराहरूलाई नसम्झिकन तपाईँहरूको होइन गाउँठाउँको काम सम्झेर तपाईँहरूले नै तपाईँहरूको यो जुनी जुगको लागि तपाईँहरूको रहन्छ यो काम भन्दै होइन म चाहिँ सम्झाउँदै थिएँ उहाँहरूलाई होइन यसरी गर्नुहोस् उसरी गर्नुहोस् भन्दै होइन उहाँ बहिनी चाहिँ म्याट चाहिँ नयाँ थियो नि त उहाँ जो चस्मा लाउने बहिनी चाहिँ म्याट हो हाम्रो जो खाता बोकेको छ होइन ऊ चाहिँ नयाँ हो उसलाई एटेन्डेन्स पनि गर्नु अब सिकाउनु पर्ने होइन अब चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ सबै एटेन्डेन्स मोबाइलबाटै हुन्छ होइन अनि बहिनी चाहिँ अब नयाँ हो नि त उसलाई सिकाउँदै म झरेको होइन अन्त मैले भने होइन अब तपाईँहरू राम्रो काम गर्नुहोस् काम गर्दा अब के गर्नु कसो गर्नु कति प्रोग्रेस हुनु के गर्नु कामलाई कतिको कहाँ पुर्याउनु त्यो तपाईँहरूको माथि डिपेन्ड हुन्छ अब होइन अब बेला त हामी पनि आइन्छ तर तपाईँहरू अब तपाईँहरूको हातमा हुन्छ लाठीहरू पुरा रहेछ एकदम तपाईँहरूलाई बधाई छ यो काम तपाईँहरूको स्याङ्सन भएको छ तपाईँहरू राम्रो गर्नुहोस् तपाईँहरूको लागि नै हो होइन यो त तपाईँहरूकै मर्दा पर्दा काम लाग्ने रहेछ यसो घाँस दाउरा बोक्नु पनि काम लाग्छ भन्दै साथीहरू म चाहिँ अनि यहाँबाट निस्केँ होइन निस्किएर चाहिँ अनि म चाहिँ अब तल दुईवटा साइडमा पुगेर फर्केको है अन्त पुरा हिँडेको बेला पुरो फर्किसकेँ होइन अन्त अब यहाँ फर्केर होइन अन्त अब चाहिँ यो सानो बाटो चाहिँ यहाँबाट अलिकति भित्नु राम्रो छ होला अब यो बाटो हुँदै गाइस हामी चाहिँ यो बाटो देखाउनु भयो माथि टुप्पामा चाहिँ हाम्रो गाडी छ है राखेको छ हामीले चाहिँ यो बाटो हामी जाँदैछु है अब मैले देखाइदिएको है अनि मेरो जो त्यहाँ छ नि खै एकछिन फोटो यहाँ फोटोसुट गर्ने भाइ छ नि बिचारालाई ऊ चाहिँ नि मसँगै बिचारा आज आएको होइन अन्त उसले भनेको कि पहिला कहाँ परेको अरे भाइ चुम्बुङ
उसले यो बाटो गएको अरे भगवान् हामी यहाँदेखि एकछिन आउनु कति साह्रो है रोज स्ट्रगल गरेर सबले पनि होइन जसले तिर्खा लागेर घाँटी सुकेर साथीहरू हिँड्दा आमाम त्यो बानी हराएछ कि हिँड्ने निकै साह्रै पर्ने रहेछ गाडीको बाटोमा चाहिँ हामीले हेर्नु नहुने रहेछ कोदोमा चाहिँ हामी हिँड्नु पनि पर्ने रहेछ होइन अहिले चाहिँ निकै गाडीहरूले गर्दा बेसी हिँडिँदैन नि त हामी पनि होइन गाडी पुग्छ जाइँ होइन हिँड्नु पर्ने रहेछ भन्दै हेर्नु चाहिँ हामी चाहिँ आयौँ सबै देखाउने चाहिँ गाउँघरको बाटो है अनि बल्ल बल्ल एउटा धारामा पुग्यौँ होइन तिर्खा लागेर घाँटी सुकेर ओठ सुकेर मलाई चाहिँ भाइले पानी खानुहोस् न यो त चोखो पानी हो हामी पहिला स्कुल जाँदा खान्थ्यौँ पुरा यता हामीले धारै थापेको थियो नि म्याडम भन्दै थियो उसले चाहिँ होइन अन्त मैले चाहिँ ल भनेको पानी नै त्यहाँदेखि चाहिँ त्यो अरेर खाएँ म आफै खान्छु भनेर म चाहिँ फेरि पानी खानुपट्टि लागेँ भाइलाई क्यामेरा दिइराखेर हेर्नु है यसरी खानुपर्छ पानी खायो भने चाहिँ भन्दै होइन हामी चाहिँ अलिक तिर्खा रिल्याक्स भएर चाहिँ पाकेर है गरमले गयौँ उकालो गएको म जाँदा बल्ल 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 ओमबहादुर दाजुको घरमा पुग्यौँ हामी ओमबहादुर दाजुको घरमा पुगेको आउनुहोस् न भित्र बस्नुहोस् न भने चिया खानुहोस् भने खाँदिनँ चिया गरममा भनेर मही दियो होइन मही दिएर चाहिँ अनि मिठो हुन्छ नि त गरममा चाहिँ साथीहरू मही खानु होइन अनि मही चाहिँ उहाँहरू पनि हामी चिन्छौँ होइन उहाँहरूलाई पनि पहिल्यैदेखि उहाँहरू पनि हाम्रो साइडमा कामहरूमा आउनुहुन्छ होइन उहाँहरूको कति राम्रो घर रहेछ होइन सफा अनि मही दिएर चाहिँ मही खानु पाउँछ यसरी बस्तीमा हिँड्यो भने चाहिँ उहाँलाई पनि एकछिन हाइहालो गराउँदै दिएँ खाएँ मैले होइन देखाएर चाहिँ अनि चाहिँ माथि डाँडामा फेरि आइपुग्यौँ हामी चाहिँ एक फन्का रोटी नै पाक्यो नि त साथीहरू जुन ठाउँबाट गएको त्यही ठाउँ हुँदा आमामा हामी बिहान जाँदै घरबाट 10 बजीतिर निस्केर 3 बजीतिर मात्रै यहाँ आइपुगेको थियौँ साथीहरू अब कति हिँड्यौँ होला दिनभरि होइन हिँड्दा त अब यहाँ आएर चाहिँ निकै सास आयो मलाई पनि होइन निकै नै एकदम अब क्या सास आयो त्यहाँदेखि चाहिँ अनि आएर चाहिँ हामी चाहिँ गाडीमा 2 जना चाहिँ भाइ र म चाहिँ लु गरम धन्न हामीलाई चाहिँ फेभर गरे आज चाहिँ अब तल चाहिँ न्यू कटिङको बाटो हो पानी आएको भए चाहिँ गाडी पनि फसिन्थ्यो होला भन्दै हामी चाहिँ कुरा गर्दै आयौँ नि त अब खाजा खानुपर्छ है भाइ अब चाहिँ माथि आइपुग्यो भनेर चाहिँ अनि अब बल्ल बल्ल सास आयो धन्न गरम थिएन पानी पनि परेन भन्दै हामी 2 जना दिदीभाइ चाहिँ आयौँ त्यहाँ आएर रेस्टुरेन्टमा लु हामी चाहिँ खाजा खाउँ भन्यो होइन अन्त मोमो खाएको चाहिँ देखायौँ न किनभने चाहिँ अब कति खाजा खाएको देखाएको जस्तो हुन्छ होइन अन्त खाजा खाइसकेर चाहिँ अब एकछिन भिडियो गर्नु लाएँ त्यहाँको बहिनी एकजनालाई होइन भिडियो गरिरहेको छ अब चाहिँ हामी छुट्यौँ भन्दै यति नै भन्दै यो मेरो ब्लग पनि आजको लागि यहीँ नै समाप्त हुन्छ सो सबैलाई हेरिदिनु